आज यति बोर भइयो नि, यति बोर भइएछ, मोबाइल चलाउनु धेरै बोर लागेको छ। भरि मोबाइल चलाएर बित्यो खानु ताहरू कस्तो यस्तो टाइममा मस्त सुत्न पाएको भए यति निन्द्रा लाग्थ्यो, यति मिठो निन्द्रा पुग्थ्यो, यति रिल्याक्स हुन्थ्यो। के गर्ने अब नि रमजानमा त रिल्याक्सै हुन्छ, तर के गर्ने रातिको 11 बजीसम्म मोबाइल चलाएको मैले। त्यस्तो हुनुपर्छ, तर अलिक ज्यादै भयो जस्तो लाग्छ। काम गर्ने मान्छेलाई यो ठिक होइन, नराम्रो भएको चाहिँ है। काम गर्ने मान्छेलाई काम गरिरहँदा राम्रो हुन्छ, एकजना दाइले भन्थ्यो क्या। तर के गर्ने, मोबाइल चलाउनु पाएपछि काम त सेम सकिहाल्यो। बाहिरको माहौल कस्तो छ एकचोटि हेर्छु। सब अस्तव्यस्त, सब अस्त। ओ उस्ता यसो होला Eating of it. eating Turkish chicken chicken. bulgur. Same to your rice. ओ माई गॉड, बवाल बनाएको छ त्यसले राइस त। के हो जिउँदै पकाएको त Chicken. बाहिर त झन् ठन्डा छ त्यहाँ त। मोबाइलमा अस्तव्यस्तै। अब ठिक छ, जे जस्तो भए पनि मजा आइरहेछ। यस्तो मासु के छ यहाँ बन्न लाग्यो, यस्तो स्पेसल। ल भाइ, ल बाहिर निक्लेगा केटाहरूलाई आज भ्यानमा लिएर आएछ रुममा। ओ कतिजना निस्किन्छ आज भ्यानमा लिएर आयो केटाहरूले आज।